गुड मर्निङ यहाँभित्र अँध्यारो भएर फ्ल्यास वाला हो क्या उठ्ने होइन उठ्ने होइन अनि कस्तो भइरह त ज्यानको हालत गोडा दुखेर राति भनेको दुखेन र अलि दुखेर गुड मर्निङ फ्रम भुजुङ अहिले चाहिँ हामी सुतेर उठिसक्यौँ साथीहरू हामी चाहिँ अहिले भुजुङ गाउँमा छौँ हाम्रो आजको बिहानीको भ्यू यहाँबाट हामी बसेको ठाउँबाट खासै देखिँदैन अलिकति उता जानुपर्छ तर त्यहाँ माथि एउटा हिमाल देखिरहेको छ हिमाल भाग्यो 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 यता आउन हेर त धागो बुन्नु भएको हो त्यो चाहिँ धागो बुनिराख्नु भएको छ यहाँ चाहिँ धागो बुन्नु भएको हो नि त त्यो चाहिँ अनि मेरो भ्लगमा के भन्छु त धेरै भ्युज र लाइक आओस् अरे गर्छु क्या टाइम टु इट ब्रेकफास्ट हाम्रो ब्रेकफास्टमा छ चना अनि अन्डा चिया यस्तो तानेर सुरु पो पार्ने हाम्रो ब्रेकफास्ट सुरु भइसकेको छ सेकेन्ड डेको ब्रेकफास्ट सेकेन्ड डे हैन फर्स्ट अनि हिजोको चाहिँ हामी आइसकेको आज फर्स्ट डे हो भुजुङमा अनि भुजुङको पहिलो बिहान अनि पहिलो ब्रेकफास्ट यसलाई के हल्का उचाल्नु न अलि यता सर सबको राम्रोसँग बनाएको भला सुरु गरौँ है त घरमा हामी त गर्दै सक्यौँ के अरे कहाँ जाने रे यहाँबाट कस्तो राम्रो कहाँनिर छ र हिमालय माथि उतै हिमाल पछाडि हो र पहाडको पछाडि हो खै त्यो हो र हेर त त्यहाँ त्यही भनेको हिमाल त्यो एउटा पहाडको पछि मात्र होला त त्यो हिमाल ल त्यसो भए आज जाने प्लान गर्नुपर्छ बाबु र म जाने त हिँडेर जानुपर्छ फेरि स्कुटर हिँड्न सक्छ कि सक्दैन स्कुटर त जाँदैन त्यहाँ कस्तो लाग्छ त आज विस्कीसँग विस्की होइन यो ब्रेकफास्ट मर्निङ ब्रेकफास्ट स्ट्यान्डर्ड ब्रेकफास्ट भन्छन् रोयल ब्रेकफास्ट तल भुजुङको गाउँ तल चाहिँ एउटा झरना छ अरे खोला छ अरे त्यो खोला हेर्न जाँदैछौँ हामी चाहिँ गर्नुहुन्छ होला नि मम्मीले यहाँ नेटै चले छैन त्यो त्यही भने यहाँको गल्ली बाटो चाहिँ यस्तो देखिरहेको यस्तो सबै ढुङ्गाले छाएको किन अर्को चप्पल नला त केही छैन राम्रो ठाउँमा आएपछि यता हो बाबु कस्तो हिरो देखिहाल्यो क्या तिमी त बेल्ट लगाएन यता हेर त डन देखे त ओहो कस्तो दामी देखे है यहाँबाट पारी यहाँ झर्ना खोला होइन नाला खोला नाला झर्ना सबै टक 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 सर्ने
यो भुजुङ गाउँको भ्यू हेर्नको लागि चाहिँ अलि माथि जानुपर्छ अरे त्यसको लागि चाहिँ अहिले जान्छौँ हामी यहाँको घरहरू यस्तो छ रमाइलो भइरह आफ्नो कम्फर्ट त्यो बुढा झर्ना चाहिँ झर्ना त हिजो हामीले देखेको गाउँ हो त्यो रहेछ क्या पानी हो त्यो पातालो गाउँ अब यहाँबाट हामीलाई त्यहाँ पुग्न कति टाइम लाग्छ 1 घन्टा ओह्रालोमा त छिटै गइन्छ नि अहिले उकालो आउँदाखेरि चाहिँ अनि खुब कार्य कुन ठाउँमा जाने हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ कहाँ अरे मलाई यो भुजुङ त्यो ठाउँको नाम चाहिँ एक्ज्याक्टली थाहा छैन तर ढोरेपाटन होइन हाम्रो नेक्स्ट नेक्स्ट ट्रिप चाहिँ ढोरपाटन हो ढोरपाटन यहाँबाट त भ्यू मान्छे कति हिँड्नु पर्छ यस्तो ओह्रालो देखेर त्यहाँ सानो हिमाल देखिरहे सफा देखेको क्लिन फेरि यहाँ चाहिँ झर्ना छ है यो चाहिँ झर्ना हो यो कोदोबारी है यो चाहिँ घरहरू हामी चाहिँ यो बाटो हुँदै जानुपर्ने हुन्छ ट्याक्कै 1 घन्टा लाग्छ सब कोदोबारी चाहिँ कोदोबारी यता माथि कोदोबारी यता माथि पनि सबै कोदोबारी नै कोदोबारी हामी आँखा त हामी मात्रै हो जस्तो हो यो त कत्रो दाउ घाँसको भारी बोकेर तनाव टेन्सन खतरनाक भयो कहाँबाट आएको हो झर्ना तल तल गयो है यता हेर त एकचोटि वाउ क्या हिरो देखिया क्या फेरि यस्तो हेरेर यस्तो गरिदेऊ न हेरिरह न एकछिन यस्तो हिरो देखिया यति ढिला आउने है यस्तो बच्चाहरू अब हामी यहाँबाट तल 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 यस्तरी त्यहाँ पुग्छौँ गएको गई हामी हेर्नु हुन्छ यस्तो राम्रो देखेको बाबुले अनि हाम्रो अब ह्यान्डसमको भण्डारै हो कि त्यो स्कुल हो निलो अनि होइन स्कुल होइन अरे हाइड्रो पावर हुँदैछ नि त्यहाँबाट लाइट प्रोडक्सन गोठ यहाँनिर चाहिँ भेडा बाख्रा च्याङ्ग्रा सबै डाँडाको पछाडि ल्याउँछ यतापट्टि आज भोलि त्यो माथि ल्याउँछ त्यो डाँडामा अनि यो भिरमा पाउने भनेर चाहिँ कता हो त्यतै हो तर त्यो डाँडामा हिउँ पर्छ है पर्दैन जाडोमा त्यो डाँडामा त उठै पर्छ नि हिमाल त्यहाँदेखि त्यो डाँडो उसको पछि पनि फेरि 2 डाँडा जति छ काँडा जानुभएको छ तपाईँ त्यता गयो नि हामी त दुध पुग्री जान्छु भनेर त्यतातिर घुम्नु जान्छु नि दुध पोखरी जाने यताबाट नि मिल्छ त्यता उतातिर त्यो पौडीको डाँडो यतातिर पुग्री जान्छ फेरि फर्केर यता घुम्न गयो भने त्यो हिमालको दुध पोखरी कति लाग्छ 2 दिन अनि के गर्ने चाहिँ लेक लाग्यो टाइममा चाहिँ
बोक्ने नि सक्नेहरूले बोकेर ल्याउने नि लाने पनि बोकेर लाने हो तर औषधि केही खायो भने पनि निको हुन्छ होला है निको हुन्छ नि औषधि लानुपर्छ नि निको हुन्छ अनि एक दिन बसेर जाने किन्ने त्यसले त लाग्छ अरे है बुढाबुढी हो बुढाबुढी मिलेर आएको रहेछ है मिलेर दाइ र बहिनी ज्वाइँ र भाउजू एउटै घरको मान्छे दाइ र भाइ दाइ र ऊ चाहिँ म र ऊ चाहिँ एउटै आमाले पाएको अनि मैले उसँग बिहा गरेँ उसले उसँग बिहा गरे दाजुभाइ होइन हो दाजुभाइ होइन होला नि दाजु बहिनी अब दाजु बहिनी ज्वाइँ अनि ऊ त्यहाँ बस्ने मेरो भाउजू त्यो सानो चाहिँ उसको छोरा नाको म त पहिला नै आएको नि पहिला आएको लाएर हाम्रो हालत यस्तो भइसक्यो साथीहरू हिजोको बाइकमा आउँदाखेरिको त्यो उचाल्ने पछार्नेले गर्दाखेरि चाहिँ ज्यान सबै गल्यो नि त त्यही भएर ओह्रालोमा हिँड्नको लागि चाहिँ एकदम गाह्रो भइरहेको हामी चाहिँ अहिले अब यो पुलमा आइपुगेका छौँ यहाँनिर पुल रहेछ यो क्रस गरेर गएपछि चाहिँ उता झर्ना हो त्यहाँ देखिराखेको छ होला सानो त्यो झर्ना हो यो आमा चाहिँ यहीँको पुरानो मान्छे यहीँ बस्नुहुन्छ उहाँहरू चाहिँ अनि उहाँले चाहिँ हाम्रो यहाँको ठाउँको बारेमा भनिराख्नु भएको छ पुल तरियो हेर्नु खेलेर बसेका आमा हामीसँगै गइराख्नु भएको गफ गर्दै काम गर्न जान लाउनु भएको आमा यो चाहिँ के हो यताको चाहिँ पाइप लगाएर पानी लाने ठाउँ यो त उता खेतमा लाने पाइप हो यो गाई गोठको हिँड्ने बाटो पुरानो खोला त गहिरो रहेछ है यो त तल्ल रहेछ नि खोला त महेन्द्र पुलको गहिरो खोला जस्तो खानेपानी हो भाउजू हो खानेपानी नै हो यस्तो छ खानेपानी होइन खानेपानी हो कति चिसो पानी भिरमा चाहिँ छैन यस्तै मह बेच्ने हो आमालाई देखाइदिएको छु नि मैले नदेख्ने गर्ने ए हुन्छ आमाको घर हो रे हो ए यस्तो मजा है पानी खाने ठाउँ चिसो छ बुढा पानी खानु त मिठो हो पानी त तपाईँको नखिच्ने ए तपाईँ कति मिठो बोल्नु हुँदो रहेछ अनि तर तपाईँहरूको चाहिँ सबै फ्यामिलीहरू सब घरभित्र चाहिँ गुरुङ मात्र बोल्छ हामी चाहिँ अहिले यहाँ आइपुगेका छौँ यहाँ भन्नाले यो बाटो अब 10 मिनट लाग्छ यहाँबाट चाहिँ हल्का भुजुङ गाउँ देखिरहेको छ ऊ हेरी यो गाउँ हो यो एउटा पाटा हो यतापट्टिको पाटा पनि छ अर्को जुम गरेर देखाइदिउँ यो गाउँ हो त्यही अनि हेर्न यहाँ पुरा धानको खेती भएर पुरै बान्दल लगाएर कस्तो राम्रो देखिरहेको छ यस्तो देखे हामी यो बाटो हुँदै जाँदैछौँ अहिले चाहिँ घामले पोलेर चाहिँ हामी डढेर कालो भइसकेका छौँ है घुम्न नि पर्यो
तपाईँको मिलायो धान पाकेर पहेँलै भएको छन्। यस्तो यो बान्दल कति राम्रो देखिएको त। गाउँ घरतिरको खेत रोपाई यस्तो हुन्छन् हेर्नुहोस्। हामी खोलामा आइपुग्यौँ। यो खोला तरेर जान पर्छ। जानु भाउजू ऊ त्यता जानु तपाईँ त जुत्ता लाउनु भयो फेरि यता फर्किरहनु कोही त हिँडाइ त कडा खान्छ यार पानीमा त आहा कस्तो के थाहा है यहाँ साथीहरू। हामी चाहिँ आइपुग्यौँ त्यो झर्ना भएको ठाउँमा चाहिँ। तर झर्नामा जाने बाटो चाहिँ रहेनछ कि। यहाँनिर झर्ना चाहिँ यहाँनिर छ कहीँ। अनि यो खोला भयो त्यही झर्नाबाट आएको खोला हो कि यो चाहिँ। अब यहाँ पौडी सौडी खेल्नु हो कि खोलामा लाग्दैन। झर्ना चाहिँ त्यहाँ छ तर जान चाहिँ मिलेन होइन त। जान चाहिँ मिलेन है। खोला सङ्लो पानी छ। पानी पनि टुन्टे के गर्नु ल ल। अब यहाँ एकछिन शीतलमा बसिन्छ। एकछिन पौडी सौडी खेल्नेहरू खेल्छन् नखेल्ने यहाँ बसिन्छ। अनि त्यसपछि फर्किन्छ। फर्केर त्यत्रो उकालो चढेर उहाँ पुग्नु छ क्या। अनि अब कसरी जाने भन्ने कुरा थाहा छैन। बाबु डुबा न। म पनि जान्छु खोलामा खुट्टा डुबाउनु। यस्तो चिसो पानी छ नि। यस्तो चिसो पानी पनि आनन्द हुन्छ। ओ यता हेरौँ त। यता यता हेर। पानी आउँछ क्या हो। के हो मेरिङ मोल्सी। हाम्रो हालत यत्रो उकालो त्यहाँ तलबाट उकालो माथि पुग्नु पर्ने। उकालो हिँडेको हिँड्नै सकेन है। एक पाइला भन्दा पहिला चल्ने नि थियो चक्क बस्ने। हैया बाबु यस्तो होइन। उकाली ओह्रालीको बात त्यस्तो गाह्रो भएको छैन। तर म के भन्न चाहन्छु भने बेकार रहेछ। गएको ठिकै भयो मजै आयो। तर यतिको कालो नहिँडेको कति भयो नि त। अनि अब पल्ट हिँड्दा मजै आइरहेको छ। रक्सी पार्न रौसी उता लोकल रक्सी भन्छ रक्सी भन्ने साथै जुरुक्कै उठेर जानु लाइस् त। के अरे
है भयानक बाटो रहेछ जमेर बाटो रहेछ है हजुर यस्तो बाटोहरू कस्तो नसक्ने देशको बाटो टाइपको हुन्छ नि पत्थर हुन्छ कि भिड हुन्छ नि त्यही भन्छन् पत्थर पत्थर भनेको दिलको पत्थर हो त भन्छ नि कस्तो दामी ठाउँ है एरिया बस्ने है बस्ने ठाउँ कस्तो दामी रहेछ कि ढुङ्गै ढुङ्गाको कि है यो बस्नु बिस्तारै जानु बिस्तारै यो चाहिँ मेरो दिदी यो मेरो दिदी म भाइ ल गफ हान्दै हिँड्नु है तर जसले पनि त्यो हुन्छ नि मलाई दिदी भन्छन् खोइ, भाइ भन्छन् कि जहाँ सोध्दा पनि राम्रो राम्रो बुटोको हुन्छ नि गुरुङले बनाएको त अर्को बुटोको हुन्छ उहाँ त भर्खरै सिकेको नराम्रो के अरे एकै ठाउँमा गरेर सिकेको क्या भिडियो बनाउन मिल्छ ए तर सिस्नुको पनि बनाउनु रहेछ नि त होइन के हो त्यो अल्लोको सिस्नुको अल्लो 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 भन्छ तर यत्रो ठुल्ठुलो बाटो त्यो के अरे के भन्छ अल्लो भन्ने छुट्टै हुन्छ त्यो धागो निकाल्ने अनि त्यो चाहिँ फेरि यसको त यसरी छराउनुपर्छ यत्रो दह्रोको मुढोले बुझ्नुपर्छ अल्लोको धागो निकाल्न त्यसरी पोल्न त अब पोले पनि धेरै बिस त आउँदैन खरानी हाकेर धागो निकालेर ल्याउने हो वनमा गएर काट्ने इद्रुक इद्रुक हुन्छ काट्ने निकालेर ल्यायो सुकायो अनि फेरि सुकेपछि पानीमा अलिअलि भिजाएर खरानी हालेर पकाउने पकाएपछि पाकेपछि यत्रो दह्रोको मुढो हुन्छ हाल्ने सामान्य यसरी कुट्ने त्यो कालो त्यो माथि माथिको छाला जाने गरेर त्यो सेतो त्यस्तो निस्किने गरेर यो चाहिँ हो यो हो त्यो चाहिँ फेरि हातले के अरे दागो निकाल्नुपर्छ तर किन त तपाईँहरूले त्यो धान पहिले त अब दाना हाल्ने गरेको थियो आजभोलि त के दाना हाल्ने कहिले गरेले हाले भने भावे प्लास्टिकको थैलो आयो प्लास्टिकको थैलो आएर तपाईँहरूलाई घाटा पर्यो घाटा पर्यो बेसरी पहिला त यहाँको मान्छेले त 32-33 वटा बुनेर अनि के अरे बेच्नु जानेर वा तल भरि बोकेर वन गाउँमा यो गुरुङ गाउँ पर्यो वन गाउँमा बेच्न जाने वन गाउँमा आउला नि हुँदैन उनीहरू धागो नि काट्दैन अनि यहाँबाट बेच्नु जाने त्यो मेरो कहाँ हुने चुयाको त्यो धानको बगरी त्यो पनि बुनेरै बेच्न जाने हो तर आजभोलि हरायो प्लास्टिक आएर त्यही बाहुनाहरू अर्का त्यो प्लास्टिक पाएपछि त के को यो चाहियो त त्यो भन्दा यो महँगो हुन्छ होला है महँगो त यो त महँगै गर्छ कति हुन्छ एउटा यसरी हुन्छ त्यो चाहिँ पाल्ने रहेछ निगाला जस्तै निगाला जस्तै हुने रहेछ काटेपछि पानीको कुवामा यसरी निगाला जस्तो अलिकति लामो लामो गरेर पानी यसरी के अरे बारेर त्यहाँ गाड्ने रहेछ गिलोले यसरी छोपेर राख्ने रहेछ मैले त्यसरी यो गाडीबाट अनि पछि फेरि धागो निकालेपछि रोडमै सुकाउने रहेछ त्यो के अरे उस हुन्छ नि त्यो बोरा के भन्छ कुन्डल बनाउने कुन्डलको बोरा हुन्छ नि त ओ त्यो चाहिँ त्यसले बनाउँछ यसले ब्यागहरू नि बनाउन मिल्छ ब्याग आस्कोड सबै बनाउँछ हजुर मेरो बाबु दादा भन्दियो यो गरेर यो आँगनमै 1 महिनै गर्यो आजको हाम्रो बसाइ पनि एकदम राम्रो भयो है अब भुजुङको बसाइ चाहिँ हाम्रो आज लास्ट स्टे हो यहाँ हेर न आमा परेको अनि त्यहाँबाट हामीले अब चेस गरेर खाइरहेछौँ अनि इन्जोय भइरहेको छ
राम्रो पनि हो अब टक्क खाइन्छ लोकल कुखुराको मासु अनि अचार अनि तरकारी सबै मिलाएर चट्ट बनाउनु भित्र अनि भित्र जाने आँगनमा बसेर चट्ट खाने के मर्यो खाएपछि आँगन के भन्छ अरे त्यो आँगन होइन नि चुलोमा भन्नु न चुलोमा बसेर मजाले खाने वरिपरि बस्ने वरिपरि बसेर मजाले खाने आँगन त यो हो नि त्यसलाई आरण के पनि भन्छ नि चुलोलाई होइन आरन भनेको त हाँसीहरू बनाउने ठाउँलाई आरन भन्छन् थाहा होइन त्यति पनि चुलोमा वरिपरि बसेर खाने ए अगेनो भन्छन् के अगेन ट्याक्कै अगेनोको वरिपरि बसेर खान्छौँ अनि टन्न भएपछि हामी रोदी खेल्न जान्छौँ अनि अनिललाई नाच्नुहुन्छ दिदी नाच्नुहुन्छ तिमी पनि नाच्छ मुना नाच्छ अनि मुनानी नाच्छ अनि त्यहाँबाट हामी आजको रात ताली बजाउँछौँ आजको रात त्यस्तै हुन्छ अनि सुतेर भोलि बिहानको टाइम देखाउँछौँ हजुरहरूलाई तर पाउँछ कहाँबाट ल्याउँछु त्यो गाउँमै पाउँछ ए भोलि दुध अनि चना अन्डा अनि के हो के चाहिँ चिया त्यही हो ए दुध अन्डा अनि चना गरिदिनु है यहाँको दुध खा कस्तो मजाले स्वाद हामी त 6 बजे उठ्छौँ भोलि 7:30 बजे हाम्रो गाडी भनेछौँ पाएको भए त यो भाँडै सकिन्थ्यो होला भन्नु भेजिटेरियन खाइदिन्थ्यो बेला भयो तर भेज पनि कस्तो मजा आउँछ आज लोकल मासुको झोल छ हाम्रो यता ल खाना खाऊँ है त खाइयो लोकल कुखुराको मासु देखाइ कस्तो हुन्छ लोकल कुखुराको मासु देखाउन नपाएर यस्तो सकसक भइरहेको के गर्ने ल खानु पर्यो